हेलो दर्शन, नमस्ते सम्पूर्णलाई। ल साथीहरू, साग, मेथीको साग कहिले टिपेर कहिले बजारमा आएको हो। अब यहाँ ल्याएर फेरि कति दिन फ्रिजमा राखेर आजै तोडेर बल्ल पकाउने पालो आयो यसको। कोही बेला घरमा धेरै साग भएर त्यो फाल त्यो जाडा महिनामा चिसो हुन्छ भनेर नखाने मान्छेले लानुहोस्, अहिले यो ओइलाएको साग पनि पकाएर खानुपर्छ। क्या गर्ने अब, यस्तै हो। अलि एक केमिकल हालेर बनाएको होला, घरको जस्तो अर्ग्यानिक हुन्न। यस्तै हो हजुर, परदेशमा के गरौँ। हजुरहरूले के तरकारी खानुभयो आज? म त यस्तो तोड्दैछु, त्यही पनि यो कहिले बनाउने हुन् त्यही थाहा छैन है, तोडेर राखेको मात्रै हो। सबैजना सन्चै हुनुहुन्छ?